बढेको हो क्या तिमीलाई थाहा नै छैन। हाई एभ्रीवान, आज चाहिँ हामी मेसीको फ्यानलाई रोनाल्डोको तारिफ गर्ने अनि रोनाल्डोको फ्यानलाई मेसीको तारिफ गरेर वाकदिक प्याक लगाउने हेरौँ है त उनीहरूको रियाक्सन के कस्तो गर्छन् भने। सो फर्स्टमा चाहिँ आकृतिलाई कल गर्न आँटिरहेको छौँ। डाई हट फ्यान हो क्या यो आकृति स्वीकृति होइन, उसको भाइ झन्। लेट्स सी है त। अब एक कलमा उठाए पो यिनीहरू त नाक काटिदिन्छु म मेरो, नाक काटिदिन्छु म मेरो हो भने हुन सक्छन्। स्वीकृतिलाई गरौँ है त। हेलो हेलो सुकु, हजुर तिमीलाई थाहा छ मेसी कति राम्रो छ? मेसी कति ह्यान्डसम पनि छ। हिजो 3 गोल हान्यो यार, कस्तो ह्यान्डसम छ नि। ह्यान्डसम त उही हो, राम्रो गेम खेल्छ। ह्यान्डसम चाहिँ भन्न मिल्दैन। अन्त रोनाल्डोलाई चाहिँ के को ह्यान्डसम भन्न मिल्छ? मेसी नै राम्रो छ रोनाल्डो त। त्यही त लुक्सको कुरा प्लिज लेट्स नट। रोनाल्डोको केही नै थिएन। रोनाल्डोको वाइफ राम्रो भएर म त रोनाल्डो चलेको हो। रोनाल्डोको वाइफ अर्जेन्टिनाको हो। व्हाट द हेल? होइन मतलब अब अहिले त पोर्चुगल भनेर मान्छे त्यही अर्जेन्टिनाले गरेर रोनाल्डो अगाडि बढेको हो क्या तिमीलाई थाहा नै छैन। ओ माय गॉड, मलाई डिप्रेसन हुन्छ यस्तो कुरा सुने भने। होइन हो साँच्चै भनेको। अनि रोनाल्डो त चिटर पनि हो। मेसीको बच्चादेखिको एउटा मात्रै गर्लफ्रेन्ड हो। हो र? त्यसको रुमर्सहरू छ भनौँ, हजुरलाई पनि चित्त दुख्छ। अनि आज रोनाल्डो हार्यो भने के गर्छौ तिमी? ला हामीले जति दुःख कसले सहेको छ रोनाल्डोको, वे आर भेरी प्रिपेयर्ड। इफ हार्यो भने पनि हामी स्टार खोज्दै हिँड्ने पनि होइन, केही पनि होइन। होइन हार्यो भने त अर्जेन्टिनाको जर्सी लाएर भिडियो बनाउँछ होला नि। मर्छु म बरु के अरे पातहरूको लाएर हिँड्छु होइन, तर अर्जेन्टिनाको त्यो जर्सीमा चाहिँ मलाई जीवनमा म बरु जेसुकै लाएर हिँड्न सक्छु। होइन यार, जे भए पनि मेसी इज द बेस्ट होइन। रोनाल्डोले 5 गोल हान्दा मेसीले गोल तारको जालीले चुट्टिने गरी 20 गोल हानिदिन्छ। ला होइन ल, कति होछु हामी जत्रै छ मेसी त, हामी जत्रै छ मेसी त। जे भयो नि त कत्रो उड्छ त रोनाल्डो त उड्छ नि त, रियलमा उडेको होइन। एआई हो त्यो रोनाल्डो उडेको, एआई हो एआई। अर्जेन्टिनाको बुढी पाएको त्यसले त मेसीसँग कम्पिट गर्न। ओ गॉड ल सुकु, जे भए पनि मेसी नै राम्रो छ। ल राखेको। यो यो चाहिँ प्राङ्क गर्थ्यो बेबी। यो फेरि